नमस्कार। आज हामी इन्टरभ्यू मेन्सेजको लागि एकदमै इम्पोर्टेन्ट जिकोपिआरको बारेमा अध्ययन गर्नेछौँ। जिकोपिआर कसरी लेखिन्छ र जिकोपिआरमा चाहिँ के इन्क्लुड गर्दाखेरि चाहिँ एकदमै राम्रो हुन्छ भनेर आजको यस भिडियोमा म हजुरहरूलाई विस्तृत रूपमा जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन अनुरोध गर्न चाहन्छु। जिकोपिआरमा तलको 4वटा कुराहरू चाहिँ राख्दाखेरि चाहिँ एकदमै सजिलो बुझ्न सजिलो हुन्छ। जस्तै कि जिकोपिआर नि फुकोमेरु नायो भनेर लेखेको छ यहाँनिर। कियोनतेकी वा चुगिनो योत्स ओ इरेरु तो वाकारियासु नारिमास भनेर यहाँनिर मैले लेखिदिएको छु। 1 नम्बरमा छ जिबुन नो चुयोमी। त्यस्तै दोस्रो नम्बरमा छ गुदाइतेकी ना केइकेन एपिसोडो बनाउनु पर्ने हुन्छ। त्यस्तै 3 नम्बरमा छ चुयोमी ओ दो इकास्ताका भनेको छ पहिला गरेको काममा चाहिँ तपाईले कसरी चाहिँ तपाईको त्यो चुयोमीलाई प्रयोग गर्नुभयो भन्ने छ। त्यस्तै 4 नम्बरमा खाइसा शिगोतो दे दो इकासेरुका। अब कम्पनीमा काममा चाहिँ तपाईले कसरी चाहिँ प्रयोग गर्नुहुन्छ भन्ने कुराहरूलाई चाहिँ प्रयोग गरेर त्यसलाई चाहिँ भित्र त्यो जिकोपिआर को भित्र राखेर चाहिँ जिकोपिआर बनाउनु पर्ने हुन्छ। अब हामी जिकोपिआर बनाउने तरिका सिक्छौँ। जिकोपिआर बनाउने चाहिँ तीनवटा स्टेपहरू रहेको छ। त्यो तीनवटा स्टेप प्रयोग गरेर चाहिँ हामी जिकोपिआर बनाउने छौँ। सबैभन्दा सुरुमा चाहिँ चुयोमी ओ खाको भनेको छ 1 नम्बरमा आफ्नो स्ट्रङ पोइन्ट लेख्ने है। स्ट्रङ पोइन्टमा चाहिँ मैले यहाँ एक्जाम्पलको रूपमा वातासी नो चुयोमी वा सेकिनिङ खाङ्गा चुयोइ कोतो देश भनेर लेखेको छु। त्यस्तै अर्को 2 नम्बरमा गुदाइ रेयो खाको भनेको छ है। अब त्यस्तो हावा टाइपमा लेख्ने हैन कि अलि विश्वास गर्न सजिलो हुने तपाईले पहिला गर्नुभएको हैन काममा चाहिँ कस्तो तरिकाले काम गर्नुभएको थियो भन्ने तरिकाले चाहिँ गुदाइतेकिना रे चाहिँ लेख्न सक्नुहुन्छ। अब यहाँनिर एक्जाम्पलको रूपमा माइनो शोकुबा देवा जिखाओ मामोरी खेक्किन्सेज भनेको अनुपस्थिति नभइकन है काममा चाहिँ अनुपस्थिति नभइकन माकासारेता शिगोतो साइगोमा दे यारिकिरेमास्ता भनेर लेखेको छ है। पहिलाको काम गर्ने ठाउँमा चाहिँ समयलाई मामरो गरेर हैन अनुपस्थिति नभइकन तपाईलाई जिम्मा दिएको काम चाहिँ अन्तिमसम्म चाहिँ गरेर सकाएको छु भनेर भनेको छ। त्यस्तै अब सम्मानमा 3 नम्बरमा छ शौराई दो इकासुका ओ खाको भनेको छ। भविष्यमा चाहिँ कस्तो तरिकाले गर्नुहुन्छ जस्तै कि अब तपाईको चुयोमीलाई प्रयोग गरेर चाहिँ कस्तो काम गर्नुहुन्छ भनेर चाहिँ लेख्नु पर्यो। अब यहाँनिर के छ भने कोनो सेकिनिङ खा ओ इकासिते ओन्स्या देमो नागाक माजिमे नि हाताराकिताइ तो खाङ्गाएतिमास भनेर लेखेको छु मैले यहाँनिर एक्जाम्पलको रूपमा। जस्तै कि अब तपाईको यो सेकिनिङ खानलाई चाहिँ प्रयोग गरेर ओन्स्या भनेको तपाईको कम्पनीमा है तपाईको कम्पनीमा अब तपाई जाँदै हुने कम्पनीमा भन्न खोजेको हो। त्यो कम्पनीमा चाहिँ माजिमेनी है इमानदार पूर्वक चाहिँ काम गर्ने चाहिँ सोचिरहेको छु विचार गरिरहेको छु भनेर चाहिँ यहाँनिर भन्नु पर्यो। यो तीनवटा स्टेप प्रयोग गरेर चाहिँ तपाईहरुले आफ्नो जिकोपिआर बनाउन सक्नुहुन्छ र त्यो जिकोपिआरलाई चाहिँ तपाईले आफ्नो सिभीमा पनि प्रयोग गर्न रिरेकिसोमा पनि प्रयोग गर्न सक्नुहुन्छ। तीनवटा सेक्टरको चाहिँ छुट्टै छुट्टै एक्जाम्पल दिएको छु मैले। सबैभन्दा सुरुमा खाइगो यो भनेर छ खाइगो नर्सिङ केयरको लागि छ। अब यसमा छ वातासी नो चुयोमी वा ओमोइयारी ओ मोते कोदो दे किरुकोतो देश कोरेमादे नो शिगोतो दे आइते नो किमोची ओ खाङ्गाए नागारा तेइनै नि तायो सुरुकोतो ओ ताइसेचु नि सिते किमास्ता। किमास्ताको ठाउँमा माइनिमास्ता प्रयोग गर्न सक्नुहुन्छ। पोलाइटमा हुन्छ त्यो चाहिँ फेरि। त्यस्तै चुजुकी छ खाइगो नो शिगोतो दे वा रियोशा सामागा आन्सिन सिते सुगोसेरु यो यासासिकु कोए खाके ओ कोनाई सेकिनी ओ मोते शिगोतो तोरिकुमिताई तो खाङ्गाएतिमास निहोंगो वा मादा बेंक्यो चिउ देशु गा माइनिची दोर्योकुसी सेइचो सिते इकिताई देश भनेर यहाँनिर मैले एक्जाम्पलको रूपमा लेखेको छु। अब यसको अर्थ चाहिँ के हुन्छ भने मेरो स्ट्रङ पोइन्ट भनेको चाहिँ सोच विचार गरेर चाहिँ आफ्नो सोच विचार चाहिँ बोकेर चाहिँ कोदो गर्ने उगोकी गर्ने हिड्ने कुरा चाहिँ गर्छु भनेर भनेको छ। अहिलेसम्मको काममा चाहिँ मैले अरूको भावनालाई चाहिँ विचार गरेर पोलाइटली चाहिँ तायो व्यवहार गर्ने कुरालाई चाहिँ महत्त्व रूपमा दिँदै आएको छु र खाइगोको काममा पनि न्युक्युसिया सान अथवा रियो गर्ने है। अब जस्तै कि रोजिङ होमहरूमा बस्ने त्यो व्यक्तिहरूको चाहिँ आन्सिन
उसलाई चाहिँ आन्सिन ढुक्क दिलाएर सुगोसेरु योनी भनेको चाहिँ त्यहाँनिर सुगोसु गर्न सक्ने अथवा बस्न सक्ने र यासासिकु कोही खाके गर्छु भनेर भनेको छु। त्यस्तै सेकिनिन भनेको आफ्नो जिम्मेवारी चाहिँ बोकेर काम चाहिँ गर्ने विचार गरेको छु र जापानिज भाषा चाहिँ अझै अध्ययन गरिरहेको नै छु। त्यस्तै माइनिची प्रत्येक दिन चाहिँ दोहोऱ्याएको गरेर मेहनत गरेर चाहिँ सेइचो वृद्धि आफ्नो उन्नति अथवा वृद्धि गर्ने कुरा चाहिँ गरेर जानेछु भनेर अथवा गर्नेछु भनेर चाहिँ यहाँनिर भनिएको छ। त्यस्तै फुड सर्भिसको रहेको छ वातासी नो त्सुयोमी वा माजिमे एते क्योर्योकु शिते हाताराकेरु कोतो देसु। इसोगाशी तोकी देमो मावारी तो कोए खाके आई नागारा किमेरारेता शिगोतो ओ शिक्कारी ओकोनात्ते किमाशिता। गाइशोकु नो शिगोतो de wa ओक्याकु सामा नि किमोची योकु शोकुजी ओ शिते इतादाकेरु यो एगाओ तो तेइनेई ना सेक्याकु ओ कोकोरो गाकेताई desu。日本語の勉強も続けて仕事を早く覚えたいと考えていますभनेर भनिएको छ। अब यहाँनिर के भनिएको छ भने जस्तो कि मेरो चुयोमी स्ट्रङ पोइन्ट भनेको चाहिँ माजिमे इमान्दार भएर चाहिँ सहयोग गर्दै अनिखेर सेवा गर्दै चाहिँ काम गर्ने हो भनेर भनेको छ है। त्यस्तै अब बिजी समयमा पनि वरिपरिको मान्छेलाई चाहिँ कोही खाके गरेर हैन कोही खाके गरेर चाहिँ आफ्नो किमेरारेता सिगोतो भनेको चाहिँ आफूलाई तोकिदिएको काम चाहिँ सिक्कारी गर्दै आएको थिएँ र अब फुड सर्भिसको काम पनि गाइसकुको काम पनि सिगोतो पनि ओक्याकुसाम भनेको ओक्याकु गेस्टलाई चाहिँ किमोचियोकु शोकुजी हो सिते इतादाकेरु यो भनेको छ। जस्तै कि उनीहरूले चाहे अनुसारको खाना चाहिँ दिएर एगाओ स्माइलले हैन आफ्नो हसिलो अनुहार र पोलाइट बोलीले चाहिँ सेवा गर्न र आफ्नो मनदेखि चाहिँ सेवा गर्न चाहन्छु। त्यस्तै अब जापानिज भाषाको अध्ययन पनि चुजकेर गरिरहेको छु मतलब निरन्तरता दिँदै र कामलाई पनि छिट्टै सम्झिने चाहिँ विचार गरिरहेको छु त्यो कुरा चाहिँ सोचिरहेको छु भन्ने चाहिँ भयो है त। त्यस्तै अर्को यहाँनिर नोग्योयो एग्रिकल्चरको लागि रहेको छ वातासी वा ताइर्योकु गा आरी कोचु कोचु हाताराकु कोतो गा तोकुई देसु। 今までの仕事では暑い日や忙しい日でも最後まで責任を持って作業をしてきました。農業の仕事では安全に気をつけながら指示を守って一生懸命働きたいと考えています。長く働き技術を身につけたいですभनेर भनिएको छ। अब यसको अर्थ हुन्छ मसँग चाहिँ शारीरिक बल भएको हैन शारीरिक रूपमा चाहिँ बलियो र कोचु कोचु हाताराकु भनेको चाहिँ जस्तै कि थोरै थोरै वृद्धि गर्दै हैन राम्रोसँग चाहिँ काम गर्नलाई चाहिँ एकदमै सिपालु रहेको छु र अहिलेसम्मको काममा चाहिँ गर्मीको दिनमा पनि र बिजी भएको दिनमा पनि अन्तिमसम्म चाहिँ आफ्नो जिम्मेवारीलाई चाहिँ बोकेर काम चाहिँ गरेको छु भनेर भनेको छ। त्यस्तै एग्रिकल्चरको काममा चाहिँ आन्जेन सेफ्टीलाई चाहिँ ध्यान दिएर ख्याल गरेर चाहिँ अनि सिजिओ मामोते भनेको चाहिँ कस्तो हुन्छ भने तपाईलाई निर्देशन गरेको कुरालाई चाहिँ एकदमै मामोरु गरेर एकदमै मेहनत गरेर आफूले सकेको मेहनत गर्ने चाहिँ विचार गरिरहेको छु र त्यस्तै लामो समय काम गरेर स्किलहरु चाहिँ आफूलाई आउने हुन अथवा स्किलहरु चाहिँ मा चाहिँ जान्ने हुन चाहन्छु भनेर भनेको छ।